आइजा Semakin totak berarti ya.
जम्मा त्यो रातो एउटा ल्याउँछु कि रातो एउटा कल गर्छु कल लिनु त ल फाइनल्ली 3 दिनको यात्रा है 3 डेजको ट्रेकमा चाहिँ हामी यहाँ आइपुग्यौँ चेराम आइपुग्यौँ। ल चेरामको हाइट चाहिँ 3870 मा छ है। यस्तो छ बन्दैछ गेस्ट हाउसहरू बस्ने। यो चाहिँ हाम्रो नयाँ बन्दै गरेको होटल हो हाम्रो पान्जो भाइको। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक माई युट्युब च्यानल। आफ्टर लङ टाइम धेरै लामो समयपछि है धेरै लामो ग्याप भयो भिडियो आउनुमा चाहिँ। अहिले हामी छौँ कञ्चनजङ्घा बेस क्याम्पको बाटोमा। यो चाहिँ चेराम भन्ने ठाउँमा हो है। आज चाहिँ चौथो दिनको मर्निङ हो। यो चाहिँ मर्निङमा उठेर यस्तो भ्यू हेर्दा चाहिँ बबालै बिग्रेको रहेछ आज चाहिँ। त्यही भएर हामीले चाहिँ निर्णय गर्यो आज हामी यहाँ पुरै होल डे चाहिँ यहाँनिर रेस्ट गर्छौँ। मजाले रेस्ट गरेर भोलि बिहान मात्रै फेरि यात्रा चाहिँ अगाडि बढाउने हाम्रो प्लानिङ भएको छ। देख्नु सक्नुहुन्छ पपीहरू चाहिँ एकदमै इन्जोय गरेर खेलिरहेको छ है। यो चिसो मौसम चिसो वातावरणमा चाहिँ है। ठाउँ देख्नु सक्नुहुन्छ, ठाउँ एकदम यो खासमा वेदर खुल्नुभन्दा बबालै छ यो ठाउँ, तर बन्द भएको छ पुरै हुस्से कुहिरो लागेर। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। धेरै लामो समय भिडियो बनाउनु पाइनँ है, किनभने त्यत्तिकै त्यो हाउडे कन्टेन्टमा चाहिँ खासै भिडियो बनाउनु मन लाग्दैन। मैले चाहिँ एकदमै धेरै वर्ष अगाडिबाट प्लानिङ गरेको थिएँ कञ्चनजङ्घा बेस क्याम्प जाने चाहिँ। यो चाहिँ तपाईँको साउथ साइडको बेस क्याम्प हो है, ट्रेक हो है साउथको। ल हेर्दै जानु होला। अब योभन्दा माथि चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ भन्ने कुरा छ। यहाँसम्म आउँदाखेरि चाहिँ त्यस्तो राम्रो भ्यूहरू चाहिँ केही देखेन, किनभने खोलाको किनारै किनार खोलाको किनारै किनार मात्रै हिँड्नु परेको थियो है। योभन्दा माथि चाहिँ टक्कसँगले हिमालहरूको भ्यू देखिने बाटो छ। हामी जुन बाटोमा ट्रेक गर्छौँ त्यो बाटोमा चाहिँ हिमालको भ्यू देखिन्छ। ओके स्टे ट्युन गाइस, हेर्दै जानु होला है। अब हाम्रो अर्को डे स्टार्ट हुन्छ। ल बिहानको मर्निङमा चाहिँ हामीले चट्टसँगले चाहिँ है खानाको व्यवस्था गऱ्यौँ। थ्याङ्क यू सो मच निकी दाई अनि पान्जो भाइलाई चाहिँ है। यस्तो दामी ठाउँमा चाहिँ चट्ट बाहिर बसेर चाहिँ मजाको मिठो खानाको लागि चाहिँ धेरै धेरै धन्यवाद है। आए 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 प्रैक्टिस हो ला
ल हेलो एभ्रिवान, गुड मर्निङ। नेक्स्ट डे, यो चाहिँ हाम्रो 5औं दिन हो। हामीले चाहिँ यात्रा अगाडि बढाइसकेका छौँ। यो तल देख्नु भएको चाहिँ चेराम हो। हामी चाहिँ माथि नै डाँडामा आइसक्यौँ। बिहान उठेर हिँडेर चाहिँ आज देख्नु भएको चाहिँ यो चेराम बजार हो है, तलको बस्ने ठाउँ। हामी अब अगाडि बढ्दैछौँ। वेदर त त्यस्तो राम्रो त खुलेको छैन आज, र पनि हेरौँ होपफुल्ली है, माथि चाहिँ भ्यू राम्रै देख्न पाइन्छ होला। अहिले चाहिँ बिहान चाहिँ यस्तो देखिरहेको छ भ्यू, कुहिरो लागेको छ हल्का हल्का डाँडातिर। हाम्रो अब यात्रा चाहिँ कन्टिन्यू हुनेछ है, तपाईँको लगभग 5-6 घन्टा जति चाहिँ। यो भिडियोमा देखिरहनु भएको पप्पी चाहिँ केन्जो हो। केन्जो यो चाहिँ हामीसँग फर्स्ट डेदेखि नै ताप्लेजुङदेखि नै सँगै छ है। एकदम हामी सँगसँगै चाहिँ यात्रा गरिरहेको छ है, होल ट्राभलमा सँगै। यो चाहिँ एकदम वफादारी छ। फेरि मजाको केन्जो भ्यूहरू देख्न सक्नुहुन्छ है, देख्न थालिएको छ अब हल्का खुलेर हिमालहरू। ल यो चाहिँ काप्रो हिमाल हो, काप्रो। प्राकृतिक सम वेदर फ्याक 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 पुरै फ्याक, जिरोमै आयो। यात्राको क्रममा चाहिँ हामीले भन्दा पनि धेरै रमाइलो इन्जोय चाहिँ केन्जोले लिइरहेको थियो है। पुरै जहाँ जहाँ भेट्यो चौरी गाईहरू त्यहीँ जिस्किने, खेल्ने, कुद्ने गरिरहेको थियो।
ल यो देख्नु ब्याकग्राउन्डमा देख्नु भएको चाहिँ रामजेर भन्ने ठाउँ हो। यहाँको यो चाहिँ लास्ट स्टेसन भनौँ न, लास्ट स्टप चाहिँ यही नै हो। यहाँनिर चाहिँ हामीले चिया खायौँ। चिया खाएर अब हामी यात्रा अगाडि बढाउँछौँ। अब नेक्स्ट स्टप भनेको चाहिँ भ्यू पोइन्ट डाइरेक्ट ओक्ताङ। हन्टिङ हानेको नि यसले। नजिकै थिएछ यार। ओए अजय ल खेदा नि त्यसले। अजय केन्जो केन्जो ल फाइनल्ली डेस्टिनेसन चाहिँ कम्प्लिट हुँदैछ है। यो अगाडि चाहिँ ओक्ताङ भ्यू पोइन्ट। क्लाइमेट वेदर चाहिँ त्यस्तो क्लिन भएन, कुहिरो छ। कञ्चनजङ्घा मेन पोइन्ट देख्न पाइएको छैन। पाँच दिनको कन्टिन्यू पैदल यात्रा पछि चाहिँ यो भ्यू पोइन्टमा आइयो।
हो थार हो वाउ थार $360 हान्दैको नि यो देखियो नि त यार बबाल त निखिल स्टलमा उसमा ब्रुसलीमा ए प्लिज 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 Kenzo. Kenzo Papa. ल कञ्चनजङ्घा नर्थ साउथ के हेर्दा बिचको चाहिँ सेन्टर 8586 हाइट नेपालको दोस्रो अग्लो हिमाल संसारको तेस्रो अग्लो हिमाल फाइनल्ली कञ्चनजङ्घा बेस क्याम्प पनि आइयो केबिसी वर्ल्डको चाहिँ 3rd
हाइएस्ट माउन्टेन है नेपालको चाहिँ सेकेन्ड हाइएस्ट केबिसी हावा चाहिँ एकदम बबालै चल्दो रहेछ यो चाहिँ अनि मुनिको चाहिँ वर्ल्डको सबैभन्दा लङ्गेस्ट लामो चाहिँ ग्लेसियर वर्ल्डकै है यो मुनिको चाहिँ जुन देखिएको चाहिँ फाइनल्ली अब के भन्नु 5 दिनको है नन स्टप पैदल यात्रा गर्दा 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 यो भ्यू पोइन्टमा आइयो यो बेस क्याम्पसम्म यो चाहिँ मेरो पहिलो फर्स्ट ट्रेकिङ पनि हो पहिलोचोटि बबालाई भयो बिचमा हिँड्दाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो अब म ट्राभलै गर्दिनँ ट्रेक नै गर्दिनँ जस्तो फिल भएको थियो तर एटलिस्ट यहाँ आएर चाहिँ मजै लाग्यो खुसी नै लाग्यो खुसी नै भयो मन भनौँ न यो भ्यूहरू हेरेर है बबाल छ बाई बाई कञ्चनजङ्घा निकी दाइ के भन्दिनँ कञ्चनजङ्घाको बारेमा थोरै दामी भ्यू देख्यो लाइक फिल चाहिँ लकिली भयो भनौँ न आज ढिलो भयो पनि 1 घन्टा जति पर्खेर हेऱ्यो कञ्चनजङ्घा हाम्रो कञ्चनजङ्घा साउथ कञ्चनजङ्घा सेन्टर कञ्चनजङ्घा नर्थ है काभ्रू 1 2 3 4 राक्तुङ है उतापट्टि हाम्रो यतापट्टि यो साइडमा चाहिँ हाम्रो कोमकर्ण है अहिले चाहिँ हामी ओक्ताङ भ्यू पोइन्टबाट फर्किँदैछौँ हाम्रो बसाइ चाहिँ यो त यो सेराममा छ खासमा त यो ओक्ताङको यो ठ्याक्कै हाइट चाहिँ कति हो दाइ ओक्ताङको 4755 छ अहिले यहाँको हामी भएको ठाउँको चाहिँ ल मौसम त राम्रो राम्रो हुँदैछ खुल्दैछ माथि हुँदैछ माथि निम्स त हेर्नु जानुभएको छ निम्स दाइ ल हामी चाहिँ अब ओह्रालै झर्दैछौँ भनौँ न ओक्ताङबाट हाम्रो भाइ मान्छे राम्रो रहेछ नाम के सोध दाइ यो जुन ओक्ताङ भ्यू पोइन्ट छ नि ओक्ताङ भ्यू पोइन्टको लागि चाहिँ तपाईँको ताप्लेजुङबाट फर्स्ट बस्ने स्टेसन चाहिँ के पो हामी ताप्लेजुङबाट गाडी लिएर रानीपुल तर अब हामी चाहिँ सामान ल्याउने भएको भएर हामी त माथि 0 सम्म सामान छोड्यौँ फर्केर गएर फेरि मिलनचोकमा गएर बस्यौँ मिलनचोक फर्स्ट नाइट मिलनचोक बस्यौँ चाहिँ के गर्छ भनेदेखि ताप्लेजुङबाट आएर रानीपुल बस्छ रानीपुलबाट हिँडेर माथि केङसारा आउँछ यारसाङ हुँदै है अनि सजिलो चाहिँ के गर्दा हुन्छ भनेदेखि गाडीवालालाई भनेर मिलनचोक आउने है मिलनचोक आएर एक रात बस्ने भोलिपल्ट बिहान उठेर केङसारा आएर बस्ने बिस्तारी नहतारिकन अनि केङसाराबाट तोरनदेन बस्ने हामी बसेको पनि तोरनदेन हो नि होइन तोरनदेन हो अनि तोरनदेनबाट चेराम बस्ने तोरनदेनबाट हामी चेराम पनि बस्यौँ चेराम त हाम्रो मेन जक्सनै भइगयो चेरामबाट त्यसपछि आएर रामजेड बस्ने रामजेडबाट भोलिपल्ट बिहान उठेर उता पोइन्ट हेरेर फेरि गएर बस्ने चेरामै फर्किने सकिन्छ आज हाम्रो बस्ने पनि त्यहीँ हो चेरामबाट फेरि हिँडेर गएर केङसारा बस्ने केङसाराबाट त्यहाँ फोन लाग्छ दाइले फोन गरिदिनुहुन्छ गाइदिनुहुन्छ 0 सम्म अनि भोलिपल्ट बिहानै टट्ट ब्रेकफास्ट खाएर 1 घन्टामा तल 1.5 घन्टामा तल पुग्छ 0 0बाट गाडी चढेर ताप्लेजुङ भोलिपल्ट टोटल्ली चाहिँ तपाईँको ठ्याक्कै चाहिँ कति दिनको हाम्रो ताप्लेजुङबाट यो यहाँको दाइ यता
अँ अब ताप्लेजुङबाट एक दिन मिलनचोक, मिलनचोकबाट 2 दिन टेकडाँडा, टेकडाँडाबाट तेस्रो दिन पुरनदिनबाट चौथो दिन सेराम, सेरामबाट पाँचौँ दिन रामजे, रामजेबाट ओक्टाङ गएर फेरि सेराम चल्यो। अनि सेरामबाट टेकसेरा 7 दिन, 7 दिन अनि टेकसेराबाट फुले गाडीमा ताप्लेजुङ 8 दिनमा 8 दिनमा ताप्लेजुङ। ताप्लेजुङ भनेपछि टोटल्ली 10 दिनको चाहिँ गर्दा हुने भयो। यो चाहिँ रेस्ट गर्दै गर्दै आउँछ। रेस्ट गर्दा गर्दै अनि लगभग दिनमा तपाईँको 6 किलोमिटर चाहिँ हिँड्नु पर्यो होइन त। मान्छेहरू चाहिँ के गर्छ भनेदेखि नत्र मिलनचोकबाट डाइरेक्ट तोरन्देन हानिन्छ। तोरन्देनबाट चेराम, चेरामबाट ओक्टाङबाट फेरि ब्याक टु चेराम। तपाईँको यो रेस्ट गर्दै गर्दै हिँड्यो भने चाहिँ पर डे तपाईँको 6 किलोमिटर पर्छ होइन त। 6-5 किलोमिटर 5-6 किलोमिटर, कहीँ 5 आवर्स, 6 आवर्स, 4 आवर्स त्यस्तै हुन्छ पैदल यात्रा। हाम्रो भाइ कहाँ गयो? हावा आउनु थाल्यो। ल हिँड्दा हिँड्दै यहाँ चाहिँ एक्कासी मौसम हेर्ने परिवर्तन भएर है पुरै कुहिरो लागेर पुरै हिउँ पर्न थाल्यो। यहाँको चाहिँ तपाईँको वेदर चाहिँ कतिखेर चेन्ज हुने थाहै नै नहुने रहेछ है। फर्किँदा फर्किँदै यस्तो भइदिइहाल्यो। अचम्मै गरेर एकदमै डेन्जरै हिउँ पर्यो है। हिँड्नु पनि एकदम मुस्किल भयो। आँखै आँखामा चाहिँ हानिरहेको थियो। रहेछ नि त स्टुडियोबाट अहिले लडेन। अब चाहिँ हामीलाई हिँड्नलाई एकदमै गाह्रो होला लाग्छ, किनभने यहाँनिर हिउँले पुरेर चाहिँ बाटोहरू पनि केही नदेखिने अवस्था भइसकेको छ। हामीले चाहिँ स्नोफल हेर्दै यात्रा अगाडि बढाउने पर्ने हुन्छ है। ल अब क्यामेरा चाहिँ आजलाई म यति भन्दै बन्द पनि गर्छु। अब लेट्स सी है भोलि बिहान कस्तो हुन्छ वेदर, बिहान भेट्छु। सबभन्दा इन्जोय त यो केन्जोलाई चाहिँ भएको छ। मस्त हिउँ देख्नु सक्नुहुन्छ, जिउभरि हिउँ थापेर चाहिँ पुरै हिँडिरहेको छ, इन्जोय। गुड मर्निङ एभ्रिवान है। 6औँ दिन आज चाहिँ फ्रम चेराम है। चेराममै आयौँ। हिजो राति एकदमै ट्राभल चाहिँ गर्नलाई गाह्रै भयो यात्रा गर्नु, किनभने 4 घन्टा कन्टिन्यू हिउँले पुरै कुट्यो हामीलाई चाहिँ, हिउँले हान्यो। आज फेरि वेदर बिहान बबालै भएको छ, फेरि दामी भएको छ यस्तो। ल थ्याङ्क यू सो मच फर वाचिङ है। अब फेरि आउने दिनहरूमा अर्को भिडियोमा भेटौँला। सकेसम्म भिडियोलाई लाइक सेयर है गर्नु होला। युट्युब मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच एभ्रिवान है।